ल साथी हो सनराइजिङ पनि भयो सनराइजिङ पनि भयो हाफ सनराइजिङ हुँदैछ यो कस्तो राम्रो हो देखेको आँसु देख्छ दाजु ल सनराइजिङ भइरहेछ अब हामी माछा उठाउनु गइरहेछौँ आउनु त सान दाजु यो कोसीको बिचमा हेर्नु साथी हो फुल चाहिँ यसरी कस्तो मजाले फुलिरहेको हैन ढुङ्गाको बिचमा यो मान्छेहरूले चढाएको फुलहरू बगेर आएर उम्रिने गर्छ ल साथीहरु हामी चाहिँ अहिले कोसी किनारमा छौँ हैन ल अब यहाँ हामी चाहिँ माछा उठाउनु गइरहेछौँ साथी हो यसरी पानी यसरी डुलिएर गएर यसलाई चाहिँ साथी हो खोङा भन्छ हैन टिप भन्छ है ल टिप उठाउनु गइरहेछौँ ल दाजु उठाउनु त टिप तान्नु तान्नु ल ल सरेछ ल्याउनु त ल्याउनु ल डडम ल्याइने नि त मैले पक्नु है डडम लिएर आउँछु म कि बस्नु डडम बिर्सेछु ल बस्नु त्यही हाम्रो माछा चाहिँ यति भएको छ यहाँ होइन ल ल पाउनु एकछिन ल ल्याऊ होला फेरि खनाउनु त बिस्तारै ए ल ल झरी गयो त माछा त ल ढकढक पार्नुपर्छ सल्लाजु बोरा थाप्नु पर्थ्यो हुँदैन रहेछ यस्तोमा सबै झर्दो रहेछ त्यो टिप्नु हैरान हुन्छ त्यहाँ चाहिँ थुप्रै छ हो ल ल ल ए ठोक्नुपर्छ ढुङ्गाले टङटङ पारेर